हेलो एभ्रिवान। आज चाहिँ हामीले पहिले सुरुमा चाहिँ कुनै पनि अब्जेक्ट इन्क्लाइन प्लेनबाट रोल गर्यो भनेपछि जस्ट लाइक यो इन्क्लाइन प्लेन भयो, यसबाट कुनै अब्जेक्ट रोल गर्यो गरे लाइक दिस। कुनै अब्जेक्ट रोल गर्यो भनेपछि चाहिँ त्यो रोल गर्यो भने त्यसको एक्सेलरेसन कति हुन्छ त्यो कुरालाई डेराइभ गर्छौँ। त्यसपछि हामीले चाहिँ वर्क डन बाइ कपल भनेको के हो, कपल फर्मेसन कसरी हुन्छ र वर्क डन चाहिँ कति गर्छ त कपलले, त्यो कुरालाई हामीले चाहिँ डेराइभ गर्छौँ। त्यसपछि चाहिँ हामीले फाइनल्ली चाहिँ पावर डेभलप चाहिँ कति हुन्छ त हाम्रो यो रोटेसनल डायनामिक्समा, त्यो पावर डेभलपको चाहिँ फर्मुलालाई डेराइभ गर्छौँ। ल फर्स्टली वान बाई वान हामीले चाहिँ के गरौँ भनेपछि कुनै पनि अब्जेक्ट हाम्रो इन्क्लाइन प्लेनबाट चाहिँ त्यसलाई रोल गऱ्यौँ भनेपछि, इन्क्लाइन प्लेनलाई हामीले रोल गऱ्यौँ भनेपछि त्यसको चाहिँ त्यसको चाहिँ हाम्रो एक्सेलरेसन कति हुन्छ त्यो कुरालाई डेराइभ गर्न खोज्छौँ सबैभन्दा पहिले सुरुमा। र कुनै एउटा अब्जेक्ट छ अरे त्यो चाहिँ हाम्रो इन्क्लाइन प्लेनबाट चाहिँ रोल गरेको अरे लाइक दिस स्फियर थिङ होइन। यसलाई मैले रोल गर्न खोजेको अरे जसको चाहिँ हाम्रो सपोज रेडियस चाहिँ हाम्रो आर छ गरे, यसको मास एम छ गरे होइन। यदि छ भनेपछि र यसको इन्क्लाइन प्लेन छ नि हाम्रो, त्यसको एङ्गल चाहिँ थीटा छ गरे। अब यति भइसकेपछि सपोज गरौँ कि त्यो अब्जेक्ट चाहिँ कुनै एउटा सर्टेन यो हाइटबाट हाम्रो चाहिँ यतिसम्म आइपुग्यो गरे, अर्को पोइन्ट ए भन्ने पोइन्टबाट हाम्रो यो बी भन्ने पोइन्टनिर आइपुग्यो अरे। अलराइट, यहाँसम्म ठिक छ। यति भइसकेपछि यसले कति हाइट चाहिँ यो चाहिँ तल आइपुग्यो त त्यो कुरालाई हेरौँ पहिलेसम्म। हेर पहिलेसम्म यसमा चाहिँ यो पोइन्टमा भएको बेलामा जति यहाँ पोइन्टमा थियो यो पोइन्टमा थियो र यो बी पोइन्टमा भएको बेलामा पर्पेन्डिकुलरली हेऱ्यो भने चाहिँ यो चाहिँ हाम्रो बी पोइन्टको वाला हाइट हो। सो यति हाइट चाहिँ यहाँ तल खसेको रहेछ यो। यहाँसम्म ठिक छ हाम्रो। अब यति भइसकेपछि यसले कति डिस्टेन्स कभर गरेको रहेछ त, यहाँदेखि यहाँसम्मको जति डिस्टेन्स कभर गरेको छ यसलाई एस भनिदिउँ हामीले। यति गएपछि यसले एच हाइट फल गर्यो एन्ड एस डिस्टेन्स चाहिँ इन्क्लाइन प्लेनमा चाहिँ के गर्यो कभर गर्यो। अब यति भएपछि यो एङ्गल पनि हाम्रो कति भयो, थीटा एङ्गल नै भयो। सो अब यसमा मेन स्ट्राटेजी के हुन्छ त एक्सेलरेसन निकाल्नको लागि। अब अफकोर्स हामीले अस्ति भर्खरको डे जुन हाम्रो लेक्चरमा हेऱ्यौँ कि कुनै पनि अब्जेक्ट चाहिँ रोल गरिरहेछ भनेपछि त्यसको दुई रोलिङ मिनिङ के हो हाम्रो, रोलिङको मिनिङ हाम्रो हो ट्रान्सलेसन प्लस रोटेसन, दुईटै हुन्छ। ट्रान्सलेसन पनि हुन्छ, रोटेसन पनि हुन्छ रोलिङमा चाहिँ। अब यसको मतलब चाहिँ पहिले सुरुमा चाहिँ हामीले चाहिँ यसको दुईटै इनर्जीलाई जोड्नु पर्यो, त्यसले हाम्रो के भन्छ रोलिङ काइनेटिक दिन्छ। यदि मलाई रोलिङ काइनेटिक इनर्जी कुनै पनि अब्जेक्ट यहाँबाट रोल गरिरहेछ भने त्यसको चाहिँ रोलिङ काइनेटिक इनर्जी ल यहाँनिर पहिलेसम्म जस्ट छोडिदिएको छौँ रे, त्यहाँनिर चाहिँ जिरो ल यहाँनिरबाट छोडिदिउँ भने यसको चाहिँ भेलोसिटी सुरुमा जिरो छ भने छोडिदिउँ भने यहाँनिर पोइन्ट आयो ल कुनै एउटा भेलोसिटी गेन गर्छ। त्यो भेलोसिटी गेन गरे बेलामा यसको दुईवटा टाइपको काइनेटिक इनर्जी हुन्छ, एउटा चाहिँ हाम्रो चाहिँ ट्रान्सलेसनल काइनेटिक इनर्जी, एउटा रोटेसनल काइनेटिक इनर्जी। अनि तीन दुईटाको सम भनेको चाहिँ हाम्रो के हुन्छ एज अ होल रोलिङ काइनेटिक इनर्जी हुन्छ। अनि त्यो इनर्जी चाहिँ कहाँबाट आयो त हाम्रो, जस्ट हामीले यहाँनिरबाट छोडिदिएछौँ, यहाँ भेलोसिटी पायो, एउटा काइनेटिक इनर्जी पाइहाल्यो। यत्रो एनर्जी चाहिँ यसलाई कहाँबाट आयो त हो, यसमा एनर्जी कहाँबाट आयो भने चाहिँ यसको जुन पोटेन्सियल एनर्जी छ नि यो एमजिएच, यो एनर्जी चाहिँ यसको हाम्रो काइनेटिक एनर्जीमा कन्भर्ट भएको हो। सो यहाँ चाहिँ यसले जति एनर्जी चाहिँ पोटेन्सियल एनर्जी लुज गर्छ यहाँनिर, यहाँ जस्तो यसलाई मैले रेफरेन्स लाइन भन्यो भने पोटेन्सियल एनर्जी कसको रेस्पेक्टमा नापिन्छ, जहिले पनि एउटा रेफरेन्स लाइनको आधारमा नापिन्छ। सपोज यो पोइन्टमा चाहिँ मैले जिरो छ भन्ने माने भनेपछि यो यत्तिकै एच हाइटमा चाहिँ हाम्रो चाहिँ हाम्रो पोटेन्सियल एनर्जी कति हुने भयो एमजिएच। सो जहिले पनि पोटेन्सियल एनर्जी एउटा पर्टिकुलर रेफरेन्स लाइनको आधारमा मेजर गरिन्छ। यसको मतलब के हो भने यो पोटेन्सियल एनर्जी यसको जति एमजिएच छ त्यही एनर्जी चाहिँ यहाँ आइपुगेको बेलामा कतिमा केमा कन्भर्ट भएको हो, हाम्रो काइनेटिक एनर्जीमा कन्भर्ट भएको हो। यदि त्यस्तो हो भनेपछि अनि हाम्रो पोटेन्सियल एनर्जी लस इक्वल टु हाम्रो के हुनु पर्यो, काइनेटिक एनर्जी गेन हुनु पर्यो। अनि त्यसपछि चाहिँ यो पोटेन्सियल एनर्जी लस भनेको सिम्पल हाम्रो एमजिएच छ, अलराइट। तर अब काइनेटिक एनर्जी भनेको चाहिँ कति हुन्छ त, काइनेटिक एनर्जी त हाम्रो के हुन्छ दुईवटा टाइपको काइनेटिक एनर्जी छ यहाँ, एउटा चाहिँ ट्रान्सलेसनल छ, एउटा रोटेसनल छ। दुई टाइपको काइनेटिक एनर्जी गेन गरेको छ। सो दुईटैलाई इन्क्लुड गर्नु पर्यो, के रोटेसनल प्लस के ट्रान्सलेसनल।
अनि यो चाहिँ हाम्रो के भयो गेन भएको हो। सो अब यति गरिसकेपछि यो जुन यसको mgh छ हाम्रो इक्वल टु काइनेटिक एनर्जी रोटेसनल कति हुन्छ जहिले पनि 1/2 I ओमेगा स्क्वायर। सो केही रोटेसनल भने चाहिँ कति हुन्छ 1/2 I ओमेगा स्क्वायर। सो यसले चाहिँ पल्समा 0 थियो, यहाँनिर आइपुगे बेलामा कति ओमेगा गेन गरेको रहेछ, कुनै ओमेगा एङ्गुलर भेलोसिटी गेन गरेको रहेछ र ट्रान्सलेसनल भेलोसिटी कति गेन गरेको रहेछ, कुनै भी भेलोसिटी गेन गरेको रहेछ। यस्तो टाइपको हुने भयो। अनि यिनी दुईटामा रिलेसन चाहिँ के हुन्छ हाम्रो भी इक्वल टु यसको रेडियस जति छ टाइम्स ओमेगा। सम्म ठिक छ। यदि चाहिँ यो स्पेरिकल काइन्ड अफ लाइक अब्जेक्ट हो भनेपछि होइन। यति भइसकेपछि अनि यसमा चाहिँ हाम्रो रोटेसनल काइनेटिक एनर्जी चाहिँ के हुने भयो 1/2 I ओमेगा स्क्वायर एन्ड ट्रान्सलेसनल काइनेटिक एनर्जी कति भयो सिम्पल हो, जुन हाम्रो सेन्टर अफ मास छ त्यो कति भेलोसिटी गेन गर्यो त, यहाँ त 0 थियो, यहाँ आइपुगेर भी भेलोसिटी गेन गर्यो। सो 1/2 mv स्क्वायर। अलराइट, यति भइसकेपछि अनि यो mgh इक्वल टु अब यसलाई सबैलाई हामीले भी भेलोसिटीमा कन्भर्ट गर्न खोज्छौँ, ओमेगालाई पनि भीको ठाउँमा लाग्न खोज्छौँ। ओमेगा भनेको भी बाई आर हुने भयो। सो भी बाई आर स्क्वायर प्लस 1/2 mv स्क्वायर। अलराइट, अनि त्यसपछि यो यसलाई पनि कुनै मासको रूपमा कन्भर्ट गर्न खोजौँ। हाम्रो जुन मोमेन्ट अफ इनर्सिया छ नि, यदि यसको रेडियस अफ जाइरेसन चाहिँ हाम्रो यदि के हो भनेपछि लेट होइन, हाम्रो के भने चाहिँ रेडियस अफ जाइरेसन अफ दिस अब्जेक्ट हो भनेपछि हाम्रो चाहिँ जुन यो छ नि हाम्रो मोमेन्ट अफ इनर्सिया त्यो चाहिँ कति हुन्छ, हाम्रो रेडियस अफ जाइरेसनको डेफिनेसन अनुसारले ए इक्वल टु mk स्क्वायर। अलराइट, यो mk स्क्वायर भयो। सो मैले यसको ठाउँमा के राख्न सक्छु, mk स्क्वायर राख्न सक्छु। p स्क्वायर r स्क्वायर। अलराइट, अनि यसमा चाहिँ सबैबाट चाहिँ यी दुईवटा मास र हाम्रो भेलोसिटी कमन आउने भयो अनि 1/2 पनि कमन आउने भयो। सो mgh इक्वल टु 1/2 अनि mv स्क्वायर कमन आयो। त्यो आइसकेपछि भित्रको चाहिँ के बच्यो तिम्रो k स्क्वायर डिभाइड बाई r स्क्वायर प्लस 1। अलराइट, अब यति भएपछि यसको लास्ट पार्ट भयो। यसमा चाहिँ m र हाम्रो चाहिँ mm कटिहाल्यो। त्यति कटेपछि चाहिँ gh इक्वल टु 1/2 v स्क्वायर k स्क्वायर डिभाइड बाई r स्क्वायर प्लस 1 हुने भयो। यसलाई साइडमा गरौँ। त्यसपछि यसमा चाहिँ जुन अब भी स्क्वायर जुन छ नि हाम्रो भी स्क्वायर चाहिँ के हुन्छ त, अब यसमा चाहिँ हामीलाई थाहा छ कुनै पनि एउटा अब्जेक्ट चाहिँ रोल गरिरहेछ भने त्यसको कुनै सर्टेन एक्सेलरेसन ए छ भनेपछि चाहिँ अनि भी भेलोसिटीले फाइनल गेन गर्यो, इनिसियल भेलोसिटी 0 थियो भनेपछि हाम्रो के हुन्छ भी स्क्वायर इक्वल टु यु स्क्वायर प्लस 2as। अलराइट, अनि त्यसपछि चाहिँ हाम्रो भी स्क्वायरको हामीलाई भ्यालु निकाल्नु पर्नेछ। यो त हाम्रो 0 छ, इनिसियल्ली रेस्टमा छ। सो 0 स्क्वायर प्लस 2as। सो मैले के लेख्न मिल्ने रहेछ, यो भी स्क्वायर इक्वल टु 2as राख्न मिल्दो रहेछ। अनि त्यसपछि चाहिँ मैले अब यसको ठाउँमा 2as राख्न मिल्ने भयो। सो मेरो के हुने भयो, यो gh इक्वल टु 1/2 अनि भी स्क्वायर भनेको 2as k स्क्वायर डिभाइड बाई r स्क्वायर प्लस 1। अलराइट, यहाँसम्म त सबै ठिक छ हाम्रो। अब मेन कुरा चाहिँ मेरो चाहिँ के हो, एक्सेलरेसन फाइन्ड गर्नुपर्ने हो। यो चाहिँ हाम्रो रोलिङ अब्जेक्टको एक्सेलरेसन कति हुन्छ त।
अब यहाँ चाहिँ अब एचले हामीलाई अलिकति डिस्टर्ब गरिरहेको छ। एच र एस बीचमा त हाम्रो एउटा कुनै सर्टेन रिलेसन थाहा छ, हामीलाई रिलेसन निकाल्न सक्छौँ। किनभने चाहिँ यो एच चाहिँ हाम्रो परपेन्डिकुलर टाइपको काम गर्ने भयो। अब हाम्रो एस भन्ने चाहिँ कस्तो छ भने चाहिँ अब यो यसलाई अलि टिपबाटै खसालेको सोचौँ न, यो माथिबाटै होइन, यो ट्रायङ्गल भन्ने भयो ठ्याक्क। त्यति गरेपछि यहाँबाट खसेको थियो अरे सपोज टिपबाटै, त्यो खसेको थियो भने चाहिँ एम थियो, यसको रेडियस आर थियो। सो यति गएपछि चाहिँ हाम्रो एच चाहिँ यो हाम्रो हाइट थियो, अनि हाइट भयो, एस भयो। सो साइन थीटा भने चाहिँ हाम्रो के हुने भयो भनेपछि साइन थीटा इक्वल टु हुने भयो हाम्रो एच बाई एस। ओके, त्यसपछि चाहिँ अब त्यसमा मैले यो एच बाई जुन एस छ नि, एचको ठाउँमा मैले के राख्न मिल्यो, एस साइन थीटा राख्न मिल्यो। सो जी टाइम्स एस टाइम्स साइन थीटा, एचको भ्यालु राखेँ मैले। त्यति राखेपछि चाहिँ मेरो हुने भयो 1/2, यो 1/2ले 2 काट्यो। सो यहाँ एएस के स्क्वायर बाई आर स्क्वायर प्लस 1 भयो। अब यसमा यो एस र एस त हाम्रो कट्यो, अनि यति भएपछि हाम्रो मेन निकाल्नुपर्ने काम नै यसमा के थियो भने चाहिँ हाम्रो यो एक्सेलरेसनको भ्यालु निकाल्नुपर्ने थियो, जो एक्सेलरेसन हामीले डेराइभ गरिसक्यौँ। अब हाम्रो एक्सेलरेसनको भ्यालु कति आउने भयो, उता गएपछि जी साइन थीटा डिभाइड बाई के स्क्वायर डिभाइड बाई आर स्क्वायर प्लस 1. This is how we can calculate the acceleration of the rolling object in a certain inclined plane. यो चाहिँ हाम्रो एक्सेलरेसनको फर्मुला डेराइभ भयो। सो हामीले चाहिँ यसरी चाहिँ कुनै एक्सेलरेसन अफ द रोलिङ अब्जेक्ट चाहिँ कुनै सर्टेन इन्क्लाइन प्लेनमा चाहिँ यसरी हामीले क्याल्कुलेट गर्न सक्छौँ। अब यसपछि हामीले त्यो वर्क डन बाई कपल भने के हो, पहिलेसम्म कपल चाहिँ हाम्रो कसरी फर्मेसन हुन्छ र वर्क डन चाहिँ हाम्रो चाहिँ कति हुन्छ त कपलले गर्ने वर्क डन, त्यो चाहिँ हामीले पहिलेसम्म अब डेराइभ गरौँ। कपल फर्मेसन, कपल कसरी फर्म हुन्छ होला त, जतिखेर चाहिँ अब सर्टेन अब हाम्रो कुनै फोर्सहरू लाग्छ होला, अनि फोर्स लागेपछि हाम्रो कपल चाहिँ कुन तरिकाले कसरी लाग्छ, जति कसरी चाहिँ फोर्सहरू लाग्नुपर्छ, त्यो कुरा पहिलेसम्म बुझौँ हामीले। कपल फर्म चाहिँ कसरी हुन्छ त, फर्स्ट कुरा, फर्स्ट टास्क भनेको चाहिँ कपल फर्म कसरी हुन्छ। कपल ल कपल कसरी फर्मेसन हुन्छ, कपल फर्मेसन हुनको लागि ल कुनै एउटा अब्जेक्ट छ अरे, सपोज आई हेभ दिस अब्जेक्ट, यो अब्जेक्टमा यदि मैले जुन एउटा 1 इन्चमा चाहिँ जति 1 इन्चमा सर्टेन फोर्स एफ फोर्स लगाएँ होइन, अनि अर्को इन्चमा पनि सेम डिस्टेन्समा, यिनी दुइटै चाहिँ सेम डिस्टेन्समा हुनु पर्यो। बल्छमा यो आरमा छ भने पनि यो पनि आरमा हुनु पर्यो, र यो चाहिँ हाम्रो के भने फिक्स पोइन्ट जस्तो हुने भयो। फिक्स, यसको अबाउटमा के गर्छ हाम्रो यो त्यो अब्जेक्ट रोटेट गर्न सक्छ होइन। जस्तो मैले यो मार्कर राखेँ, यो मार्कर राखेपछि यहाँनिर मैले फिक्स गरिदिएँ, अब यता र यता मैले फोर्स लगाएँ, त्यस्तो चाहिँ हाम्रो सिचुएसन यहाँ क्रिएट भयो होइन। अनि जब मैले यो साइडमा र यो साइडमा दुई साइडमा फोर्स लगाउँछु, त्यो के गर्छ, रोटेट गर्न थाल्छ, यो हाम्रो रोटेट गर्न थाल्छ। सो यो फिक्स पोइन्ट, फिक्स जुन एक्सिसको अबाउटमा के गर्छ, यो रोटेट गर्न थाल्छ, यो एक्सिसको अबाउटमा यो के गर्न थाल्छ, रोटेट गर्न थाल्छ। सो हाम्रो कपल फर्मेसन कतिखेर भयो भन्छौँ भनेपछि कुनै पनि अब्जेक्ट छ अरे, युनिफर्म अब्जेक्ट छ अरे, त्यो अब्जेक्टको कुनै एउटा सर्टेन हाम्रो एक्सिस अफ रोटेसनको अबाउटमा चाहिँ जुन छ नि, त्यसको चाहिँ फिक्स जुन इक्वल डिस्टेन्स टाढामा चाहिँ हामीले अपोजिट साइडमा चाहिँ हामीले फोर्स लगाउँछौँ अरे, अपोजिट डाइरेक्सनमा। सपोज राइट साइडमा मैले डाउन डाइरेक्सनमा लगाएँ भनेपछि लेफ्ट साइडमा मैले अप साइडमा सेम इक्वल एमाउन्ट अफ फोर्स लगायो भने त्यतिखेर जुन हाम्रो फर्मेसन भएकोलाई चाहिँ हामीले के भन्छौँ, कपल फर्मेसन भयो भन्छौँ। सो अब यो कपल फर्मेसन त भयो, अब यो कपल फर्मेसन भइसकेपछि यसले वर्क चाहिँ कति गर्छ त्यो कुरालाई हामीले चाहिँ निकालौँ। अब यो कपल फर्मेसन त भयो, अब यसको वर्क चाहिँ कति हुन्छ त त्यो कुरालाई डिराइभ गरौँ। हामीलाई वर्क भन्ने त थाहा छ,
कुनै पनि हाम्रो चाहिँ जस्तो वर्क छ भने डब्लु भन्ने वर्क छ भनेपछि वर्कको मिनिङ के हो? फोर्स टाइम्स डिस्प्लेसमेन्ट। यस एक्चुअल अफ यिनी दुइटाको डट प्रोडक्ट अफ वर्क भनेको चाहिँ जति डिस्प्लेसमेन्ट गर्यो अनि कति फोर्स लगाएको थियो। सो मैले यदि कुनै एउटा अब्जेक्ट थियो गरे त्यो अब्जेक्टमा चाहिँ मैले एउटा यसमा चाहिँ एफ फोर्स चाहिँ कन्टिन्युसली लगाएँ अरे अनि एफ फोर्स लगाएँ अरे अनि त्यसपछि यसले चाहिँ सर्टेन डिस्टेन्स एस कभर गर्यो गरे अनि त्यतिखेर चाहिँ यसले वर्क कति गर्छ भन्ने हो भने चाहिँ यो एफ फोर्स कति लगाएको छु त्यसपछि टाइम्स ग्यास हुने हो। किनभने एफ र एस चाहिँ अहिलेको केसमा के छन्? सेम डाइरेक्सनमा छन्। यदि यिनी दुईटा चाहिँ सर्टेन मैले इन्क्लाइन प्लेनमा एफ फोर्स चाहिँ यो डाइरेक्सनमा लगाएको थिएँ गरे डिस्टेन्स चाहिँ कभर यो डाइरेक्सनमा भएको थियो भनेपछि त्यतिखेर यिनी दुईटा बिचमा एङ्गल कुनै थिटा थियो भने चाहिँ हाम्रो वर्क डन के हुन्थ्यो? जस्ट डट प्रोडक्ट हुन्थ्यो एफ डट एस हुन्थ्यो। एफ डट एस भने चाहिँ के हुन्छ हाम्रो? एफ एस कस थिटा। यो चाहिँ हाम्रो के हुने भयो? वर्क डन हुने भयो। अब यस्तै गरेर हाम्रो यो कपल फर्मेसन भएकोले चाहिँ कति वर्क गर्छ त त्यो कुरालाई निकालौँ। सपोज यो चाहिँ हाम्रो कुनै एउटा अब्जेक्ट छ हैन? त्यो अब्जेक्ट चाहिँ यो हाम्रो जुन सर्टेन सेन्टर अफ मास भन्दिउँ न जहाँ चाहिँ अब दुईटै साइडमा इक्वल मास चाहिँ डिभाइड हुन्छ हैन? यो पोइन्टको अबाउटमा। यो पोइन्टको अबाउटमा चाहिँ यो हाम्रो के गरिरहेछ? रोटेट गरिरहेछ सपोज। रोटेट गरिरहेछ र यो चाहिँ हाम्रो कति डिस्टेन्समा छ? दुईटै चाहिँ सपोज मैले चाहिँ माने r/2 डिस्टेन्समा छन्। यतापट्टिको पनि कति हुने भयो? सेम r/2 डिस्टेन्स। नाउ अब हामीले चाहिँ के गर्नुपर्ने छ? यिनी दुईटामा चाहिँ एफ फोर्स चाहिँ यतापट्टि लगाइदिएँ मैले सपोज, एफ फोर्स चाहिँ अर्को मैले यो डाइरेक्सनमा लगाइदिएँ अरे। अब यो के हुन्छ? त्यो अब्जेक्ट चाहिँ रोटेट गर्छ अब। मैले यो साइडमा यस्तो गरेको छु भने चाहिँ कुन डाइरेक्सनमा घुम्ने भयो? हाम्रो एन्टी क्लकवाइज डाइरेक्सनमा घुम्ने भयो, क्लकको अपोजिट डाइरेक्सनमा। सो अब कुनै सर्टेन टी टाइमपछि स्मल टाइम इन्टरभल पछि चाहिँ यसले चाहिँ कुनै सर्टेन थीटा एङ्गल कभर गर्ला। सो यो यस्तो सिचुएसन होला। सो यो यस्तो खालको सिचुएसन बन्ला। थीटा एङ्गल कभर गर्ला। सो यो चाहिँ यस्तो खालको कुनै सिचुएसन बन्ला अरे। छ। अब यस्तो बनिसकेपछि यसले चाहिँ कति डिस्टेन्स कभर गर्यो त यसले यहाँसम्म? यसमा चाहिँ जुन लिनियर डिस्टेन्स चाहिँ कति कभर गर्यो त? लिनियर डिस्टेन्स भन्ने त यसले यति नै कभर गर्यो। हाम्रो यो कति बनाएको छ यसले? जति आर्क बनाएको छ त्यतिकै लेन्थ हुने भयो। सो हामीलाई थाहा छ थीटा इक्वल टु कति हुन्छ? L/R हो। यो एस डिस्टेन्स कति कभर गर्यो त यो? जुन सर्टेन यो एस होला एस थीटा इक्वल टु L/R भनेपछि यसको रेडियस भने कति हुने भयो? रेडियस त यसको जस्ट जुन यो अब्जेक्टको चाहिँ यो सर्कुलर मोसनमा मुभ गरिराख भनेपछि चाहिँ यसको हाफ हुने भयो। सो r/2 हैन? सो हाम्रो के हुने भयो? अब यति निस्कियो भने चाहिँ एस निस्किने भयो। यहाँबाट कति डिस्टेन्स कभर गरेको रहेछ? एस इक्वल टु कति आयो तिम्रो? r θ/2 अलराइट। अब यहाँबाट एस निस्किसक्यो भने त हाम्रो वर्क डन भने त के हुन्छ हाम्रो? अब यदि फोर्स पनि यही डाइरेक्सनमा लागिरहेछ सो यिनी दुईटा बिचमा एङ्गल त 0 डिग्रीको हुने भयो। सो W इक्वल चाहिँ हाम्रो के हुने भयो भनेपछि एफ टाइम्स एफएस हुने भयो। सो एफ भने चाहिँ हाम्रो कति छ? एफ भने त दुईटैको सेम छ। सो एफ यसले गर्दा हुने वर्क यसले कति वर्क गर्छ? ठ्याक्कै एक्ज्याक्टली त्यसले पनि यसले पनि कति वर्क गर्ने भयो? एक्ज्याक्टली सेम इक्वल एमाउन्ट अफ वर्क गर्ने हो। बट यति पार्टले चाहिँ कति वर्क गर्ने हो? पहिला एफ टाइम्स r θ/2 अलराइट। अब त्यसपछि फेरि यो W1 वर्क भयो अनि अर्को साइडमा पनि सेम एङ्गल त सेम कभर गर्ने भयो। एङ्गल सेम कभर गर्यो अरू सबै कुरा इन्फर्मेसन सेम छ भनेपछि W2 पनि कति हुने भयो? सेम हुने भयो। सो FR θ/2। सो टोटल वर्क चाहिँ कति हुने भयो? यिनी दुईटाको सम मतलब चाहिँ दुईटा वर्क भयो। कपल फर्मेसन भएको बेलामा बोथ साइडमा डबल अफ द वर्क हुने भयो। अहिले यसपछि एउटा सिचुएसन पनि भन्छु म यसको बारेमा। W1 प्लस W2। सो W1 भनेको के हुने भयो? FR θ/2 यो पनि FR θ/2।
अलराइट अब हामीले सबै दुईटा जोडेपछि के निस्क्यो एफ आर थीटा। ल अब यहाँसम्मको कुरा त हाम्रो आयो, बट अब यहाँनिर के न के हामीले चिनेको छौँ होला सायद। यो एफआर भनेको चाहिँ के थियो? मोमेन्ट अफ लिनियर फोर्स भनेको चाहिँ के थियो हाम्रो? अनि टर्क थियो, टर्क डिफाइन थियो हाम्रो। अनि यो केसमा चाहिँ फोर्स र हाम्रो जुन डिस्टेन्स जुन कभर भइरहेको यिनी दुईटा बिचमा छ, यसलाई हामीले के भन्न मिल्छ? सो त्यसपछि एफआरलाई टाउ भन्न मिल्यो, टर्क, सिन्स टर्क इक्वल टु एफआर हुने भयो। अलराइट यति भएपछि हाम्रो टर्क वर्क डन बाई कपल कति हुने रहेछ? सो टाउ थीटा। दिस इज द डेरिभेसन अफ द वर्क डन बाई कपल। यदि यो कपलको केसमा कपल थिएन भनेपछि सपोज मैले चाहिँ हिन्ज चाहिँ यो डाइरेक्सन यहाँनिर हिन्ज बनाइदिएको थिएँ, यहाँनिर फिक्स गरिदिएको थिएँ अरे। अब यो पोइन्टको अबाउटमा मैले रोटेट गरेको थिएँ भनेपछि यसले वर्क कति गरेको हुन्थ्यो? यसले वर्क एक्ज्याक्टली हाफ वर्क गर्ने थियो, त्यत्रो डबल वर्क गर्ने थिएन। सो जहिले पनि हाम्रो कपल फर्मेसन भयो भनेपछि रोटेसन धेरै हुन्छ। अलराइट अब सिमिलरली अब यहाँनिर एउटा कुरा छ कि जस्तो एउटा हामीसँग बोटलको क्याप छ अरे, बोटलको क्याप हामीले खोल्न गइरहेछौँ अरे। म तिमीहरूलाई देखाउँछु। यो जस्तो बोटलको क्याप खोल्दैछु भने मलाई यो एउटा औँलाले खोल्न बहुत मुस्किल भइरहेछ, तर दुईटा औँलाले सजिलै खोलिरहेछ, एउटा औँलाले गाह्रो भइरहेछ। यसको मतलब के त? जब मैले दुईटा यो बोटलको चाहिँ मैले दुईटै साइडमा चाहिँ मैले खोल्न खोज्छु, यसरी दुईटैबाट चाहिँ दुईटा औँलाले खोल्न खोज्छु, यहाँ चाहिँ टेन्जेन्सियल फोर्स र यता डाइरेक्सनमा इक्वल फोर्स लाग्छ, जसले गर्दा के हुन्छ? हाम्रो कपल फर्मेसन हुन्छ। कपल फर्मेसन भएपछि वर्क डन के हुने भयो? नर्मली एउटा औँलाले चाहिँ गर्दाखेरि चाहिँ हाम्रो जुन वर्क हुन्थ्यो त्यसको डबल वर्क चाहिँ हामीले कपल फर्मेसन भएको बेला देख्ने भयौँ। सो कपल फर्मेसन भएको बेलामा हाम्रो वर्क चाहिँ के हुने भयो? डबल हुने भयो। सो त्यही भएर चाहिँ बोटलको क्याप खोल्ने बेलामा हामीले चाहिँ दुईटा चाहिँ हाम्रो औँलाले चाहिँ खोल्दाखेरि चाहिँ इजी हुन्छ एज कम्पेयर टु वान फिङ्गर। अलराइट यसरी हामीले वर्क डन बाई कपल भयौँ। कपल कसरी फर्मेसन हुन्छ र वर्क डन चाहिँ कति हुन्छ त यो भन्ने कुरालाई हामीले हेऱ्यौँ। यसपछि अब हामीले पावर जेनेरेसन कति हुन्छ त हाम्रो यो रोटेसनल डाइनामिक्समा। जस्तो कुनै अब्जेक्ट चाहिँ रोटेट गरिरहेको छ भनेपछि हाम्रो चाहिँ पावर जेनेरेसन कति हुन्छ त? त्यसलाई हेरौँ ल। पावर भनेको के हो हामीलाई थाहा छ। पावर भनेको चाहिँ हाम्रो वर्क डन डिभाइड बाई टाइम, अथवा यदि मैले रेट मेजरको फर्ममा लेखेँ भनेपछि चाहिँ स्मल चेन्जबाट dw डिभाइड बाई dt। दिस इज द पावर फर्मुला। यदि अब हामीले अघि भर्खर थाहा पाएको छौँ कि जस्तो अब कपल फर्मेसन भएको थियो भने त्यतिखेर चाहिँ पावर जेनेरेसन कति भएको थियो त्यो हेरौँ ल। त्यसको लागि हामीले वर्क डन भन्ने चाहिँ हामीले पढेको थियौँ टाउ थीटा। यदि सिम्पल कुरा फर्स्टली यदि चाहिँ कपल फर्म भएको छ भने चाहिँ डबल हुने भयो सिम्पल। यदि कपल फर्मेसन भएको छैन भने त्यसको हाफ हुने भयो। के फरक भयो? जस्ट सिम्पल चाहिँ टाउ थीटा भन्ने चाहिँ हाम्रो वर्क डन भयो। अब यदि वर्क डन चाहिँ हाम्रो चाहिँ टाउ थीटा भयो भनेपछि अनि पावर निकाल्नु पर्यो हामीले। पावर भने चाहिँ के हुने भयो? dw डिभाइड बाई dt। अब w भनेको चाहिँ हाम्रो के छ? टाउ थीटा। टाउ थीटा। अब यहाँनिर एउटा कुरा के छ भने चाहिँ टाउ भन्ने चाहिँ हाम्रो के छ? कन्स्ट्यान्ट टर्क लगाइरहेछ। मतलब यसको मतलब फोर्स हामीले जुन यो कपल फर्मेसन गरिरहेको थियौँ नि, अथवा कुनै अब्जेक्टलाई चाहिँ जब मैले यसको यदि 1 इन्चको ओभरमा गरिरहेको छु भने पनि सर्टेन फोर्स एफ फोर्स लगाइरहेको छु, कन्स्ट्यान्ट फोर्स लगाइरहेको छु। फोर्स मैले चेन्ज गरिरहेको छैन यो केसमा। यदि फोर्स कन्स्ट्यान्ट छ भनेपछि हाम्रो एफआर भन्ने पनि के हुने भयो? कन्स्ट्यान्ट भयो। रेडियस पनि कन्स्ट्यान्ट छ। सो चाहिँ हाम्रो टर्क चाहिँ चाहिँ कन्स्ट्यान्टको काम गर्ने भयो। टर्क कन्स्ट्यान्ट भयो भने चाहिँ कन्स्ट्यान्टलाई त डेरिभेटिभ बाहिर निकाल्न मिल्छ। सो हाम्रो चाहिँ के हुने भयो भने चाहिँ टर्क बाहिर आयो। सो डी बाई डिटी अनि थीटा भयो। सो अब यसको डी थीटा बाई डिटी भनेको के हो? रेट अफ चेन्ज अफ लाइक हाम्रो चाहिँ यो एङ्गुलर डिस्प्लेसमेन्ट भनेको के हो? यसको डेफिनेसन भनेको नै ओमेगा हो। कति हाम्रो एङ्गल ट्राभल गर्यो इन रोटेसनल डाइनामिक्स इन अ सर्टेन इन्टरभल अफ टाइम भने चाहिँ के हो? हाम्रो यदि डी थीटा बाई डिटी भनेको चाहिँ के दिने भयो? इन्स्टेन्टेनियस ओमेगा दिने भयो। सो टाउ ओमेगा। दिस इज द पावर फर्मुला। एन्ड लास्टमा हामीले के गरौँ भनेपछि एउटा चाहिँ
हाम्रो लिनियर हाम्रो मोसन थियो र हाम्रो एउटा रोटेसनल हाम्रो डाइनामिक्स छ। तिनीमा चाहिँ हाम्रो चाहिँ कम्प्यारिजन गरौँ सर्टेन फर्मुलाहरूलाई जसलाई चाहिँ हामीले चाहिँ एउटा सर्टेन एनालगबाट चाहिँ यिनी सबै फर्मुलालाई हामीले के गर्न सक्छौँ समराइज गर्न सक्छौँ। ओके, कम्प्यारिजन। जस्तो अब यो रोटेसनल डाइनामिक्समा मासको रोल केले प्ले गरेको छ? जस्तो लिनियरमा हाम्रो मास हुन्थ्यो भनेपछि हाम्रो रोटेसनलमा के छ? मोमेन्ट अफ इनर्सिया। त्यस्तै गरेर यदि भी भेलोसिटी हुन्थ्यो भने यहाँ चाहिँ के छ? हाम्रो यहाँ चाहिँ थीटा एङ्गल कति टाइममा ट्राभल गर्यो यसको मतलब ओमेगा। अनि अर्को कुरा एक्सेलरेसन यहाँ ए थियो भनेपछि हाम्रो रोटेसनमा चाहिँ कति हुने भयो? अल्फा, मतलब रेट अफ चेन्ज अफ एङ्गुलर भेलोसिटी द्याट इज डी ओमेगा बाई डिटी। यो भनेर चाहिँ के हुन्थ्यो? डिभी बाई डिटी हुन्थ्यो। सो ए यहाँ चाहिँ के हुने भयो? अल्फा। अब यहाँसम्मको यी कुराहरू त थाहा भयो हामीलाई। यति कुरा थाहा भइसकेपछि अब हामीले हरेक फर्मुलालाई पहिलासम्म लिनियरको फर्मुला लेख्छौँ, त्यसपछि एनालगस तरिकाले हामीले अर्कोको फर्मुला पनि लेख्न सक्छौँ। लेट्स ट्राई। जस्तो पहिलासम्म इक्वेसन अफ मोसनकै फर्मुला लेखौँ न। इक्वेसन अफ मोसनको फर्मुला के हुन्छ? हाम्रो जस्तो भी स्क्वायर इज इक्वल टु यु स्क्वायर प्लस 2as। अब यहाँनिर भी भनेको फाइनल भेलोसिटी हुन्थ्यो, यो भनेको इनिसियल भेलोसिटी, यो एक्सेलरेसन, यो चाहिँ डिस्टेन्स कभर इन द स्ट्रेट लाइन। ओके, त्यस्तै गरेर यदि कम्पेरिजन गऱ्यौँ भनेपछि यो अब यसमा पनि फाइनल एङ्गुलर भेलोसिटी होला, द्याट इज ओमेगा फाइनल स्क्वायर इक्वल टु ओमेगा इनिसियलको स्क्वायर। सिम्पल ओमेगा राख्यौँ कि भीको ठाउँमा, भेलोसिटीको ठाउँमा ओमेगा। सो प्लस 2 ए को ठाउँमा के राख्नु पर्यो? हामीले अल्फा राख्नु पर्यो रोटेसनल केसमा। अनि एसको ठाउँमा के राख्नु पर्यो? त्यहाँ लिनियर डिस्टेन्स कभर गर्थ्यो भनेपछि अहिले रोटेसनल डाइरेक्सनमा कभर गर्ने बेला जस्तो फिक्स एक्सिसको वर्डमा यस्तरी घुम्छ भने हाम्रो चाहिँ थीटा कभर गर्छ यसले। सो थीटा चाहिँ हाम्रो केसको एसको एनालगस भयो। सो 2 अल्फा थीटा। इन द सेम वे सो भी इक्वल टु यदि यु प्लस इटी लेखेँ भनेपछि मैले यहाँ चाहिँ के हुने भयो? सो हाम्रो भी भनेर चाहिँ ओमेगा फाइनलको काम गर्ने भयो इक्वल टु यु ओमेगा इनिसियलको काम गर्ने भयो प्लस ए भनेको अल्फा काम गर्ने भयो। सो टी भयो। यहाँसम्म पनि अल राइट। यति भइसकेपछि अनि हाम्रो अर्को एउटा फर्मुला छ एस इज इक्वल टु युटी प्लस 1/2 एटी स्क्वायर। अब यसरी एनालगमा लेख्यो भने एस भने चाहिँ डिस्टेन्सको काम यहाँ थीटाले गर्छ। सो थीटा इक्वल टु यु भनेको इनिसियल भेलोसिटी एङ्गुलर भेलोसिटीको काम गर्ने भयो। सो अनि 1/2 ए भनेर त सिम्पल अल्फाको काम गर्ने भयो भएर अल्फा स्क्वायर। यसरी हामीले एनालगस गरेर के गर्न सक्यौँ? इक्वेसन अफ मोसनको चाहिँ हामीले हाम्रो यो फर्मुलाहरू लेख्न सक्यौँ। यति लेखेपछि अनि अब काइनेटिक इनर्जी, लिनियर मोमेन्टम, एङ्गुलर मोमेन्टम हरेक कुराको लेखौँ। पहिलोसम्म लिनियर मोमेन्टम। लिनियर मोमेन्टम भनेको चाहिँ डिफरेन्स छ मास टाइम्स भेलोसिटी डिफरेन्स छ हाम्रो। अब हामीले अस्ति त प्रुभ गरेको थियौँ, अब यसलाई एनालगस वेबाट लेखौँ। मासको रोल केले प्ले गर्यो? मोमेन्ट अफ इनर्सियाले रोटेसनमा। सो लिनियर मोमेन्टम ठाउँमा अब एङ्गुलर मोमेन्टम हुने भयो। एङ्गुलर मोमेन्टममा मासको ठाउँ केले प्ले गर्यो? आईले। अनि भीको ठाउँ केले प्ले गर्यो? हाम्रो ओमेगाले। सो आई ओमेगा। सो हामीलाई यदि चाहिँ यो एउटा लिनियरवालाको फर्मुला थाहा छ भने त्यसलाई जस्ट हामीले एनालग गरेर रोटेसनलको फर्मुला पनि हामीले बनाउन सक्छौँ। हामीले सबै कुराहरू त प्रुभ गऱ्यौँ, बट चाहिँ जसले हामीले चाहिँ यसलाई चाहिँ एनालग गरेको अहिले सजिलो सम्झिनलाई। यदि फर्मुला बिर्सियो भने पनि यसरी हामीले एनालग गरेर निकाल्न सक्छौँ यिनी कुराहरूलाई। अब त्यसपछि हामीले एउटा चाहिँ गऱ्यौँ काइनेटिक इनर्जी 1/2 mv स्क्वायर हुन्थ्यो हाम्रो। अब यहाँ हाम्रो रोटेसनमा चाहिँ के हुने भयो? रोटेसनल काइनेटिक इनर्जी भनेको चाहिँ मासको ठाउँ केले लिने भयो? मोमेन्ट अफ इनर्सियाले, भीको ठाउँ ओमेगाले। सो काइनेटिक इनर्जी हाम्रो रोटेसनको केसमा चाहिँ के हुने भयो? यो चाहिँ यतापट्टिको रोटेसनको केस भयो अनि यो चाहिँ हाम्रो के भयो? लिनियर। अब हाम्रो काइनेटिक इनर्जीको केसमा के हुने भयो? 1/2 मासको रोल हाम्रो आईले प्ले गर्यो। सो आई भीको ठाउँ ओमेगाले। सो आई ओमेगा स्क्वायर। अब काइनेटिक इनर्जी लेखिसकेपछि फेरि फोर्सको फर्मुला लेख्नुपर्छ।
फोर्सको फर्मुला लेख्न खोजौँ। हाम्रो फोर्स कसरी डिफाइन हुन्थ्यो भनेपछि dp/dt, यदि भेक्टर फर्ममा लेख्यो भने चाहिँ dp/dt हुन्थ्यो। अब सिमिलरली यदि चाहिँ टर्कको फर्मुला चाहिँ हाम्रो के हुने भयो, यदि भेक्टर फर्मुला लेख्न सक्छौँ भने अब लिनियर मोमेन्टको ठाउँमा एङ्गुलर मोमेन्टम आउने भयो। सो हाम्रो dl/dt हुने भयो। ओके, अनि अर्को कुरा हेरेर कन्जर्भेसन अफ लिनियर मोमेन्टम पनि हेर्न सक्छौँ। कन्जर्भेसन अफ लिनियर मोमेन्टमले इनिसियल हाम्रो जुन लिनियर मोमेन्टम जति हुन्थ्यो फाइनल टोटल लिनियर मोमेन्टम पनि सेम हुन्थ्यो। यसको मतलब चाहिँ जतिखेर टाउ फोर्स एक्सटर्नल फोर्स चाहिँ हाम्रो के हुन्थ्यो 0 हुन्थ्यो, त्यतिखेर p कन्स्ट्यान्ट हुन्थ्यो। द्याट मिन्स m1 p1 इक्वल टु m2 p2। इन द सेम वे यहाँ रोटेसनमा चाहिँ के हुने भयो, टर्क 0 हुने भयो। सो टर्क 0 भयो भने टाउ हाम्रो एक्सटर्नल कति हुने भयो 0 हुने भयो। टाउ एक्सटर्नल 0 भयो भने चाहिँ हाम्रो के हुने भयो एङ्गुलर मोमेन्टम कन्जर्भ हुने भयो। सो m1 v1 को ठाउँमा हामी के मासको ठाउँमा i को रोल प्ले गर्यो एन्ड i1, सो अनि v को ठाउँमा ω1 इक्वल टु i2 ω2। यसरी हामीले धेरै कुराहरूलाई हेर्न सक्छौँ। अब अर्को एउटा पनि हेरौँ वर्क डनको फर्मुला। वर्क डनको चाहिँ हाम्रो के हुन्थ्यो भने चाहिँ लिनियरमा चाहिँ फोर्स डिस्प्लेसमेन्ट यदि यिन दुईटा बिचको एङ्गल चाहिँ 0 डिग्री छ भनेपछि नत्र एफ डट एस हुन्छ। यदि त्यस्तो भयो भने चाहिँ एफएस कस थीटा हुन्छ। अब सिमिलरली अब यहाँनिर चाहिँ हाम्रो वर्क डन चाहिँ रोटेसनको केसमा चाहिँ के हुने भयो, एफको ठाउँमा टर्कले लिने भयो। एस भने चाहिँ हाम्रो यदि डिस्टेन्स डिस्प्लेसमेन्ट थियो स्ट्रेट लाइनमा भने चाहिँ एङ्गुलरमा चाहिँ के हुन्छ थीटा हुन्छ। सो हाम्रो चाहिँ टाउ थीटा हुने भयो। यो भने चाहिँ वर्क डन भयो। यदि वर्क डन पनि निकालिसकेपछि अब लास्टमा एउटा पावर हेरौँ ल। पावर भन्ने चाहिँ हामीले कति निकालेका थियौँ लिनियरको केसमा हामीले पावर निकालेका थियौँ। अनि एफ बी फोर्स टाइम्स भेलोसिटी। द सेम वे एन्ड रोटेसनमा चाहिँ पावर कति हुने भयो फेरि एफ को ठाउँ केले लिने भयो, एफ को ठाउँ हामीले के लिने टर्कले लिने भयो। सो अनि भी को ठाउँ के लिने भयो एङ्गुलर भेलोसिटी द्याट इज ओमेगा। सो इन दिस वे हामीले चाहिँ लिनियर मोसन र रोटेसनल मोसनलाई एनालग वेले हामीले फर्मुलाहरूलाई यसरी चाहिँ रिभाइज गर्न सक्छौँ। जस्तो यदि मलाई लिनियरको फर्मुलाहरू सबै थाहा छ भने चाहिँ त्यसलाई चाहिँ मैले यिनी तीनवटा कुराहरूलाई र एङ्गुलर मोमेन्टम लिनियर मोमेन्टम यिनीहरू सबैलाई यदि मैले एनालग गरेँ भनेपछि अर्कोको फर्मुला पनि डाइरेक्टली त्यसरी लेख्न सक्छु। यसरी चाहिँ कम्पेरिजन गर्न मिल्छ रोटेसनल मोसन र लिनियर मोसनलाई। ओके, थ्याङ्क यू सो मच फर वाचिङ। आजलाई मैले यति नै गर्छु। अर्को भिडियोमा हामीले चाहिँ के गर्नेछौँ भनेपछि होल न्युमेरिकल रिलेटेड टु दिस रोटेसनल डाइनामिक्ससँग रिलेटेड कन्जर्भेसन अब एङ्गुलर मोमेन्टम, टर्क, हाम्रो एङ्गुलर मोमेन्ट अफ इनर्सिया एन्ड त्यो इन्क्लाइन प्लेनबाट खसेको बेलामा हरेकको चाहिँ हामीले न्युमेरिकलहरू अर्को भिडियोमा एउटा वान भिडियोमा होल न्युमेरिकललाई हामीले गर्नेछौँ। ओके, थ्याङ्क यू।